फर्स्ट चाहिँ मेरै सेल्फी हुन्छ होला हो भिडियोमै सेल्फी गरेर चाहिँ देखाउँछु हो तपाईँहरूलाई सेल्फी झन् यहाँ हेर्नु न कस्तो लाग्यो साथीहरू मेरो चाहिँ आजको मिनी ब्लग चाहिँ यिनीहरूलाई पर्खिँदाखेरि चाहिँ राम्रो भएको जस्तो लाग्दैछ है तपाईँहरूलाई कस्तो के लाग्छ लाइक कमेन्ट गरिदिनुहोस् है साथीहरू अहिले घरि चाहिँ अब गरम कम्ती छ नि त अहिले साथीहरू त्यसले गर्दाखेरि चाहिँ म हिँड्नु सकिरहेको छु भिडियो बनाउनु सकिरहेको छु अलिकति गरम स्टार्ट भएपछि त क्या सक्छ होला यसरी हिँड्नु है त अहिले पानी छिट्टाउला जस्तो भएर शीतल भइरहेको छ हिँड्नु मजा आइरहेको छ है गरम छैन त्यस्तो साह्रो त्यसले गर्दाखेरि चाहिँ बनाएको है यिनीहरूलाई पर्खिँदा भयो कति बेला चाहिँ आउँछ होला हौ हेर्नुहोस् साथीहरू सुकुनाको मिनी भ्लग है साथीहरू गुड आफ्टरनुन सबैजनालाई आज धेरै दिनको बादमा फेरि मैले सानो मिनी भ्लग बनाइरहेको छु त्यो चाहिँ म अहिले अफिसबाट निस्केँ है र अफिसबाट निस्केर चाहिँ अब चाहिँ म क्यान्टिन जानुपर्ने हुन्छ सुकुनाको क्यान्टिन एक दुईवटा सामान निकाल्नुपर्छ नि त अन्त त्यसले गर्दा चाहिँ क्यान्टिन जाने बहिनी लिएर आउँदैछ है गाडी लिएर आउँदैछ यहाँ गएर चाहिँ पर्खिनु पर्यो यहाँबाट चाहिँ गाडी आउँछ तिनीहरू म चाहिँ यहाँ उठ्दै गर्नु पऱ्यो सुकुनामा चाहिँ बहिनीहरूलाई पर्खिरहेको छु है यहाँनिर ब्यागमा दार्जिलिङको गाडीहरू उकालो गएको देख्दा चाहिँ मलाई यस्तो घर जानु मन पऱ्यो कि यहाँनिर म यहाँ बसिरहनुभन्दा चाहिँ यहाँनिर चाहिँ सुकुनाको हिजो सुकुना लेखेको उयो चाहिँ यहाँनिर ओपनिङ गर्दै गरेको देखेको थिएँ हो म त्यहाँको सानो भिडियो बनाउँछु ल तपाईँहरूलाई घर जानु मन पऱ्यो साथीहरू कालो गाडी गएको देखेर तर केही छैन भोलि चाहिँ म फेरि दार्जिलिङ जाँदैछु एकछिन है मेरो सानो काम छ यहाँनिर चाहिँ नि मजाको बनाएछ हौ यहाँ बसिरहँदा चाहिँ मैले झट्टै सम्झेँ नि त होइन यहाँनिर आएर अलिकति भिडियो बनाउँछु भनेर यहाँ हेर्नु वी लभ्स सुकुना भनेर लेखिरहेको छ होइन र साथीहरू म यहाँ पनि देखाउँछु ल म यहाँ चाहिँ सेल्फी गर्ने उयो बनाएको जस्तो लाग्यो त्यो त पर पो छ त जानु कि नजानु भयो मलाई थाहा तर ठिकै छ यहाँ बसिन्छ एकछिन परसम्म भएको पुग्छु है अहिले चाहिँ गरम कम्ती छ नि त साथीहरू कि त्यसले गर्दा हिँड्नु सकिरहेको छु अब गरम बेसी भयो भने त फेरि गयो यहाँ हेर्नुहोस् न कस्तो राम्रो बनाएको छ आई लभ सुकुना भनेर लेखेको रहेछ होइन ए वी लभ सुकुना भनेर लेखेको छ यहाँ मलाई चाहिँ यहाँ भिडियो गर्नु मन परिरहेको थियो हिजो पनि कि यहाँ ओपनिङ गर्दै थियो होइन हेर्नुहोस् त साथीहरू म यहाँ बसिरहँदाखेरि चाहिँ छट्टै सम्झेँ क्या यहाँको भिडियो अलिकति बनाउँछु भनेर त्यसले गर्दा हेर्नु न कस्तो राम्रो है मजाको देख्ने बनाएछ हिजो ओपनिङ गर्दै थियो यहाँनिर चाहिँ हिजो ओपनिङ गर्दै थियो हो यहाँ यस्तो है साथीहरू कस्तो दामी देखेको अन्त यहाँनिर पनि एउटा मैले सेल्फी झन् यहाँ हेर्नु न कस्तो लाग्यो साथीहरू मेरो चाहिँ आजको मिनी ब्लग चाहिँ यिनीहरूलाई पर्खिँदाखेरि चाहिँ राम्रो भएको जस्तो लाग्दैछ है तपाईँहरूलाई कस्तो के लाग्छ लाइक कमेन्ट गरिदिनुहोस् है साथीहरू अहिले घरि चाहिँ अब गरम कम्ती छ नि त अहिले साथीहरू त्यसले गर्दाखेरि चाहिँ म हिँड्नु सकिरहेको छु भिडियो बनाउनु सकिरहेको छु अलिकति गरम स्टार्ट भएपछि त क्या सक्छ होला यसरी हिँड्नु है त अहिले पानी छिट्टाउला जस्तो भएर शीतल भइरहेको छ हिँड्नु मजा आइरहेको छ है साथीहरू मेरो बहिनीहरू चाहिँ आइपुग्यो है अब चाहिँ हामी यहाँ उभिएकोले चाहिँ यस्तो हत्तु भयो कि म अब के भन्नु यहाँ उज्यालोले खै भिडियो नै राम्रो आएन उभिएकोले हत्तु भएँ म है यिनीहरू बल्ल बल्ल आइपुग्यो र अब चाहिँ हामी क्यान्टिन जाँदैछ यहाँ चाहिँ मेरो कलकत्तावाली बहिनी हुनुहुन्छ यो साथीहरू है अब क्यान्टिनमा चाहिँ मान्छे कतिको भिड छ त्यो हुन्छ कुरा चाहिँ है सामान चाहिँ पुरा रहेछ कि तर आफूले लाने सामान चाहिँ छ कि छैन त्यसले गर्दाखेरि चाहिँ म यहाँ हेर्दैछु है
हेर्नुहोस् क्यान्टिनभित्र सामान चाहिँ यस्तो भिन्न छ। मलाई चाहिँ पिक्कल लानु मन परेको थियो अब गरममा क्या पिक्कल खानु मनपर्छ। निम्बुको लागि होला है। निम्बु र खोर्सानीको मन परेको थियो मलाई। निम्बु र खोर्सानी छैन मिठो हुन्छ होला। मैले चाहिँ टाइडहरू लिएँ, गार्बेज ब्याग लिएँ हो साथीहरू। हात केसर हेर्नु न यहाँ लन्चको हात केसर। सामान सपिङ गरिसकेँ है। यहाँ चाहिँ लाइन थियो छ हो। यहाँ चाहिँ साथीहरू यस्तो छिटो हुँदो रहेछ कि यहाँनिर चाहिँ यसरी 4 जना बसेको छ होइन। अन्त त्यसले गर्दा पुरा छिटो हुँदो रहेछ। माथिको जस्तो ढिलो हुँदैन रहेछ। माथि चाहिँ 1 जना हुन्छ नि त दार्जिलिङमा चाहिँ एनसिसीतिर। अन्त यहाँ चाहिँ एकदमै छिटो हुँदो रहेछ। हेर्नु न यत्रो सामान किने होइन एकैछिनमा भयो। सौदा चाहिँ किने होइन तर बाहिर चाहिँ हेर्नु न यहाँ पानी परेर यस्तो हालत भइरहेको छ। अब कसरी जानु होला है। हावा पानी आइरहेको छ। अब अझै लिक्वर निकाल्नु छ हो। कसरी निकाल्नु होला। यहाँबाट चाहिँ पर जानुपर्ने छ हो। यहाँबाट कसरी जानु हुन्छ पानी परेर यस्तो हालत भइरहेको छ। पानी हो कि के हो साथीहरू हेर्नुहोस् त लु। हावा पानी यहाँ बिजोकबाट चाहिँ नानीहरू लिएर आइरहेको छ हो। हेर्नुहोस् दाजुभाइहरू दाजुभाइ कोही दिदीबहिनीहरूले पनि खानुहुन्छ होइन। रमको भेराइटिज हेरिहाल्नुहोस् हो। के हो हामी त जान्दैन यस्तो होइन। हेर्नु न कति चाहिँ खान्छ रम। यो चाहिँ के हो यो कस्तो मन पर्यो। यहाँ हेर्नु न आम्बो के होला यो। ए ओल्ड मक रहेछ। हेर्नु न आम्मामा यस्तो डिजाइनमा। यहाँ हेर्नुहोस् साथीहरू मलाई निकालिदिएको छु ल। हेर्नु न ओल्ड मक। यहाँ हेर्नु है ओल्ड मकको दाजुभाइहरू ओल्ड मकको उयस चाहिँ हेर्नुहोस् है। यस्तो डरलाग्दो। म तपाईँलाई जुम गरेर देखाइदिँदैछु। गाइस हेर्नुहोस् है पानी परेर हामी चाहिँ आज दिनभरि रातभरि क्यान्टिनमा हुने रहेछ। हामी चाहिँ हेर्नु नै यस्तो डरलाग्दो पानी पर्दैछ हो। सामान चाहिँ हामीले निकालिसक्यो। निकाल्नु चाहिँ अब चाहिँ घर जानुपर्ने हुन्छ तर पनि कसरी चाहिँ जानु। हेर्नु न पानी यस्तो पर्दैछ। बर्खा लागेको हो के हो साथीहरू। सामानहरू निकालिसक्यो हो। कस्तो खानु मन पऱ्यो होला हाम्रो दाजुभाइहरूलाई हो। यहाँ ओल्ड मकको चाहिँ मलाई यो कभरै मन परेर चाहिँ किनेको कि। यहाँ हेर्नुहोस् साथीहरू अब कसरी जानुपर्ने यहाँ घर। बिजोक भएको अन्त हामी त साथीहरू। म चाहिँ घर आइपुगेँ है। लप्पु भएको थियो भिजेर है। अन्त आज चाहिँ बिजोकै भयो। र आजको मेरो सानो मिनी ब्लग चाहिँ म यहीँ एन्ड गर्छु है। थ्याङ्क यू फर वाचिङ सबैजनालाई। बाइ बाइ टेक केयर गुड नाइट।